म चाहिँ अहिले पनौटी बस पार्कमा छु। यो चाहिँ बनेपाबाट पनौटी आउने बाटो। यो चाहिँ सुनखानबाट पनौटी बस पार्क आउने बाटो। यो चाहिँ कुपासीबाट पनौटी बस पार्क आउने बाटो। यहाँबाट हामी सिधै यता जान्छौँ। यहाँ चाहिँ एउटा पनौटी साथमा चाहिँ एउटा सरसफाइको लागि आवश्यक पर्ने सबै सामग्रीहरू चाहिँ सुपथ मूल्यमा चाहिँ पाइन्छ। महिलाहरू पनि उद्यमी बन्नुपर्छ भन्ने एउटा सानो सोचले चाहिँ म यो भिडियो बनाउँदैछु। हामी जाँदैछौँ उषादेवीको बाटो। हामी हेर्न सक्छौँ। यो चाहिँ उषादेवी जाने बाटो। हामी हेर्न सक्छौँ। यहाँबाट चाहिँ एउटा हामी चाहिँ सँगै लक्ष्मी सनराइज ब्याङ्क रहेको छ र एकीकृत शाखा मिलेर यहाँबाट हामी गल्ली छिर्छौँ। सानो गल्ली रहेको छ। यो गल्लीबाट चाहिँ हामी छिर्छौँ। म चाहिँ पुगिसकेको छु सर्वश्री क्लिनर उद्योग। यहाँ चाहिँ हेर्न सकिन्छौँ हामी हार्पिक, फिनेल, कोकिल, लाइजर, झोल साबुन, सरफ, ह्यान्ड वास आदि चाहिएमा सम्झिनु होला। र हामी हेर्न सकिन्छौँ यहाँ नजिकै पसल रहेको छ। दिदी यहाँ के पाउँछ? यहाँ हार्पिक पाइन्छ, अनि फिनेल, त्यसपछि कोलिन, लाइजोल पाइन्छ, यो झोल साबुन, त्यसपछि यो सरफ पाइन्छ। हजुर। अनि अर्को छ फेरि यो वासिङ मेसिनमा हाल्ने सरफ। हजुर। यो वासिङ मेसिनको हाल्ने सरफ चाहिँ कसरी प्रयोग गर्ने त हामीले? वासिङ मेसिनमा यो मात्रै राखेर प्रयोग गर्न नि सकिन्छ। अलिक बढी मैलो कपडाहरू चाहिँ मैलो छ भनेदेखि चाहिँ यो सरफ राख्नु भएर अनि 2-3 दिनको यो झोल साबुन पनि राखेर प्रयोग गर्नुभयो भने चाहिँ मैलोहरू स्वाट्ट जान्छ, लुगा एकदम चम्किलो हुन्छ। अनि त्यसको साथै फेरि यहाँ हामीले पिताम्बर पनि बनाएको छ। यो पिताम्बरले चाहिँ के गर्छ त्यो? यो चाहिँ तामाको भाँडाहरू, पूजा भाँडाहरू मार्नलाई असाध्यै राम्रो छ। ल हामी हेर्न सकिन्छौँ यहाँ चाहिँ उहाँ आफैले चाहिँ उत्पादन गरेको सामग्रीहरू चाहिँ सरसफाइका सामग्रीहरू चाहिँ सबै सुपथ मूल्यमा पाउँछ। नमस्ते। तपाईँलाई स्वागत छ हाम्रो पनौटी राम्रो पनौटी। तपाईँ चाहिँ अब यहाँ झोल साबुन लिन आउनु भएको रहेछ। पहिला पनि आउनु भएको थियो कि? आएर लगिरहेको छ, मैले लगिरहेको छ, राम्रो पनि छ है। अनि घरमा पनि अहिले पनि नानीहरूलाई चाहियो भनेको मैले फेरि लिन आएको, घरमा जगेर भए पनि फेरि लिन आएको। अघि आउँदाखेरि त्यो बहिनी नभएको फेरि अहिले छिरेको। फेरि भाउजूले यतैबाट जाउँ भनेर लिएर आएको। भाउजूले पनि लगेको छ, सरफ लगेको छ। उहाँहरू सामानहरूमा चाहिँ सन्तुष्टि हुनुहुन्छ? फिनेल पनि राम्रो छ, फिनेल पनि लगेको छ, अनि यो सरफ पनि लगेको छ, है भाउजूले पनि लगेको छ। ल तपाईँहरू पनि आउनु, एकपटक प्रयोग गरौँ। सबै सामग्रीहरू चाहिँ सबै प्रयोग गरेको छु कस्तो हुने रहेछ हामी हेर्न सकिन्छौँ। अनि कस्तो हेर्छ हुन्छ हेरौँ। ल तपाईँहरू पनि आएर महिलाहरूलाई चाहिँ उद्यमशील बनाउनु चाहिँ मद्दत गरौँ। एकचोटि चाहिँ अवश्य यस पसलमा आएर चाहिँ खरिद गरेर चाहिँ हेर्नु होला। ल हाम्रो पनौटी राम्रो पनौटी। हामी सबै मिलेर पनौटीलाई सुन्दर बनाऊ। जय पनौटी।